नमस्ते साथीहरु, आज तपाईहरुलाई एउटा म जानकारी लिएर आएको छु है। एउटा चीजको बारेमा, खानेकुराको बारेमा। हेर्नुस्, यसलाई के भन्नुहुन्छ तपाईहरु? ठाउँ अनुसार नाम फरक छ यसलाई। यसलाई भनिन्छ मोरिंगा, मोरिंगा भनिन्छ, अनि यसलाई शीतलचिनी भनिन्छ। हाम्रो पूर्वतिर चाहिँ यसलाई मुनुंगा भन्छ। अनि प्लस यसलाई अर्को सजीवन भन्छ हैन। ठाउँ अनुसार नाम फरक छ। यसको फाइदाहरु चाहिँ के छ भन्दाखेरि यसमा के छ भन्दाखेरि 2 गुना बढी चाहिँ तपाईको प्रोटिन पाउँछ रे हैन दहीमा भन्दा। यसरी नै 4 गुना बढी चाहिँ भिटामिन ए पाउँछ रे के क्यारोटमा भन्दा यो मोरिंगामा है। त्यसै गरी 3 गुना बढी पोटासियम चाहिँ पाउँछ रे यसमा केरामा भन्दा। यसरी नै 4 गुना बढी क्याल्सियम पाउँछ रे यसमा दुधमा भन्दा है। त्यसरी नै 7 गुना बढी के पो भन्थ्यो भिटामिन सी पाउँछ रे यसमा सुन्तलामा भन्दा। तपाईहरुलाई सबै कुरा थाहा भयो हैन। यसको सबै कुरा बेनिफिटहरु भनौं न अहिले त तपाईको लास्ट 2 इयर बाट चाहिँ यसको युजहरु यसको खानेकुराहरु चाहिँ खानुपर्छ भनेर चाहिँ धेरै आछ अनि कतिले युज पनि गर्नु भएको छ। धेरैलाई यो चाहिँ थाहा छैन किनभने हामीले कलिलो मात्रै खान्छ नि त। किनभने कलिलो चाहिँ बोडी जस्तो हुन्छ पिटिक पिटिक भाजेर खान्छ तरकारीमा। यसलाई पनि खान सकिन्छ। यसलाई सिटी लाएर यसलाई यसको सुप बनाएर तरकारी बनाएर खान सकिन्छ। त्यो भन्दा बढी पनि यसको एउटा युज छ क्या साथीहरु। के हो भन्दा चाहिँ यो यस्तो डर हुन्छ हैन। हो रिस उठेको मान्छेलाई पछाडी रिस लगाएर हान्ने साथीहरुले। यसमा त तागतहरु केही छैन। यसले हान्ने मान्छे ठक्क